छेत्रीको घरमा सुँगुर पाल्या छन्। लुगा धुनु त धारा पो जानुपर्छ त भाउजू। अरे आमा छोराले के गर्छन् कि त प्रगति हेरौँ। हाम्रो गाउँको छिमेकी आन्टी यसरी काम गर्दै हुनुहुन्छ। बुढो भइसक्नु हो काका। के गर्दैछ नि आन्टीले, के लगी छाड्नुपर्छ होला नभए। के हुँदैछ यहाँ? तेरिका होइन केटो निस्किँदैन, कहाँ गएछ भन्छु। घरबाट निस्किँदैन, भर्खर भाउजू विदेशबाट आएको। के हुँदैछ यहाँ, के हुँदैछ भनेर यसो आएको निहाल्दै नि। भर्खर भाउजू विदेशबाट आएको केटोलाई त अनि निक्लिने फुर्सदै मिलेन भन्ने सबले सोचिरहेको। यो चाहिँ के बनाएको तैँले? कुखुरा खोर बनाएको होइन, हेर्दा थाहा हुँदैन के बनाएको के हो भनेर। सुँगुरको खोर बनाएको होला भनेर नि माथि। होइन यत्रोमा यस्तोमा कस्तो खालको सुँगुर बस्ने गरेको छौ? अब मसिनो खालको सुँगुर राख्छस् होला भनेर नि। यो के हो, चारो सुँगुरलाई? अनि खोइ त नि जाँड बनाएको छैन नि किन यस्तो अनि? गफ दिइहाल्यो फेरि। यसले फेरि फुर्ती लडायो। छेत्रीको घरमा सुँगुर पाल्या छन्। सुँगुर के बेचिसक्यो क्या हो फेरि? के भन्छ यसले? सुँगुर होइन, सुँगुर थियो भन्थ्यो केटोले, उडाइसक्यो क्या हो? छैन त नि अनि। ए ऊ तल चाहिँ रहेछ नि त नि उतापट्टि। तल चाहिँ रहेछ सुँगुर। ठिक छ ठिक छ। बाख्राहरू पनि गतिलो गतिलै रहेछ। यस्तो छ अब गाउँघरमा मान्छे छैन, सबै विदेश गइसक्यो। विदेश गएर गाउँघर पनि पुरै घारी भइसक्यो, घारी घुरी। के भएको हो? लुगा धुनु त धारा पो जानुपर्छ त भाउजू। किन, के हो त्यस्तो? पानी आइरहेछ त नि यत्रो गहिरो। ए अनि केटोलाई काममा जानु नदिने? माथि जाने काम छ हौ, अनि माथि गएर या खोरसोर बनाएर अनि काममा लिएर जाउँ भनेको। काममा नगयो त के गर्नु अब? कहिले हो कहिले हुने हो? म एक्लैलाई कता गर्नु कता नगर्नु हरिबिजक भइरहेको छु। हाम्रो घरतिर चाहिँ यत्तिको छ घाँसहरू। हेर्नु त यहाँ लडाउ छ पुरै घाँस। घाँसको यहाँ बजार छ। अब यो घाँस खाने गाईबस्तु छैन। अनि यो भएपछि तनाव भयो। अब यस्तो दामी हुन्छ यो। यसको पात सुँघ्दाखेरि पनि मक 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 बास्ना आउँछ। यो चाहिँ मासुमा हालेर खाने हो यो। बिँडालु हेर्नु त ल, यस्तो गजबको छ बिँडालु। अँधेरो भइगयो अनि सबै हेर्दैछ, भिडियो गर्दैछ। ए युमने मेरो भाइको छोरो यत्रो ठुलो छ। घाँस काटिसकेको बाउले। यसै गाई चर्नु होइन। यस्तो डेन्जर पात छ कि यो, त्यो दामी तरिकाको। यो बाख्रा है, बाउ एक्लैले पालेको बाख्रा है।
चाहिँ गाइसहरू बाख्रा त उहिरो छन् त नि हौ यहाँ त चट्टसँगले। अब आमामा यहाँ चाहिँ पिँडालु चाहिँ बबाल छ क्या, यत्रो पिँडालु चाहिँ मैले देखेकै थिइनँ। सुँगुर रहेछ, मान्छेभन्दा ठुल्ठुलो है पिँडालु। ओए ओए वाह 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 जा 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 गयो यत्रो यत्रो चाहिँ मेरो घर यस्तो छ। सकिन्छ अनि दुईजना लागे आमा छोरा चट्टसँगले। आमा छोरा लागे, छोराले चप्पल निकाले। आमा छोरा है गाइजहरू, यिनीहरू आमा छोराले के गर्छन् कि त प्रगति हेरौँ दुईजना मिलेर भोलिको दिनमा। ओ भाइ, ओइ मेरो डुप्लिकेट हाम्रो गाउँको छिमेकी आन्टी यसरी काम गर्दै हुनुहुन्छ। सुँगुरलाई चारो अनि मन पराएको थियो आफूले होइन के चाहिँ भेन मन परे म पनि मन त परे पर्न आँटेको थिएँ भनेको थियो त कहाँ एउटा केटी के भनेको थियो त हट होइन काका मन परेको काका पनि होइन बुढो भइसक्नु भयो काका, कपाल सपाल फुली भइसक्यो। चला तान्ने रहेछ नि फेरि हट चला छैन पो त के भन्नुहुन्छ सानी भेनाले? ओइ कहाँ बसिरहेको छ तँ चाहिँ? हिँड्ने भइसकेछ त अब त हिँड्छ नि। हाम्रो गाउँको छिमेकी दिदी, मोटी दिदी के हाल्नु दिदी, यसो अलिअलि। हजुर कहाँ ए